माननीय राजेन्द्र प्रसाद लिङदेन, समय 12 मिनेट। त्यसपछि माननीय राजेन्द्र प्रसाद पाण्डे। सभामुख महोदय, सरकार देशको दुईटा ठुला पार्टीहरू मिलेर बनेको छ। सरकारको स्थायित्वमा गणितको हिसाबले कुनै शङ्का गरिहाल्ने ठाउँ छैन। तर सरकारले जुन नीति तथा कार्यक्रम ल्यायो त्यो हेर्दाखेरि चाहिँ सरकार निराश छ जस्तो देखिन्छ कि सरकार स्वयंमै कुनै उत्साहहरू देखिँदैन। एउटा विधि पुर्याउनु पर्ने थियो, नीति तथा कार्यक्रम ल्याउनु पर्ने थियो, ल्याइदिए जस्तो मात्रै देखिन्छ। विगतको भन्दा फरक दुई चार कुराहरूमा छ, नत्र भए गरिनेछ, हुनेछ भन्ने जसरी थियो त्यसरी नै आएको छ। अघिल्लो साल 81 पृष्ठको थियो, अहिले चाहिँ 56 पृष्ठको छ। बरु कतिपय सैद्धान्तिक दृष्टिकोणले भने अघिल्लो चोटिको नीति तथा कार्यक्रममा चाहिँ केही प्रयास गर्न खोजेको हो कि केही कोसिस गरेको हो कि फरक देखाउन खोजेको हो कि भन्ने जस्तो देखिन्छ। र अहिले हेर्दाखेरि मैले टिपेरै ल्याएँ। गत वर्ष के लेखेको थियो भन्दाखेरि नेपाली जनताको सुख र समृद्धिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्ना नीति तथा कार्यक्रमहरू तयार गर्नेछ भने पनि आशा जगाउने प्रयत्न गर्नेछ यो व्यवस्थाप्रति भन्ने थियो। अब अहिले यस वर्ष चाहिँ सरकारको के आयो भन्दाखेरि अब संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने भन्नेसम्म त यो गणतान्त्रिक सरकारले लेख्नु ठिकै छ, तर त्यसका विरुद्ध चाहिँ नि प्रतिवाद गर्ने भन्ने हो, लड्ने भन्ने चाहिँ नि नीति तथा कार्यक्रममा ल्यायो। यसबाट के देखिन्छ भन्दाखेरि यो सरकारलाई सरकार मात्रै अनिश्चित छैन कि यो व्यवस्था नै अनिश्चित छ भन्ने लागिसक्यो र हामीले जो बारम्बार उठाइराखेको छौँ त्यो विषयलाई सम्बोधन गरेकोमा म सरकारलाई धन्यवाद दिन चाहन्छु। तर म सरकारलाई सँगसँगै सत्तापक्षीय साथीहरूलाई, माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, यस्तो कुरा भनौँ यो गणतन्त्रको र यो संविधानमा भएका कतिपय व्यवस्थाहरूको विरुद्ध अथवा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउन सकिँदैन र यस्तो कानुन बनाउन पाइँदैन। यो संविधानले नै निषेधित गरेको विषय हो। बारम्बार यहाँ कुराहरू उठिराखेका छन् कि राप्रपाले राजसंस्था स्थापनाको कुरा गर्नु, हिन्दू राष्ट्र स्थापनाको कुरा गर्नु, सङ्घीयता खारेजीको कुरा गर्नु संविधान विरोधी हो र यिनीहरूलाई दण्डित गरिनुपर्छ भनेर भनिन्छ। तर यो संविधान निर्माण गर्ने क्रममा निर्णायक तहमा राप्रपा थिएन, तपाईहरूले बनाउनु भएको हो। जसले त्यो कारबाहीको माग गरिराख्नु भएको छ त्यो संविधान तपाईहरूले बनाउनु भएको र त्यो संविधानको धारा 270 तपाईहरूले पल्टाएर हेर्नुहोस्, त्यो के लेखेको छ? राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज भनेर भनेको छ र त्यसको 1 मा धारा 269 बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानुन वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ भनेको छ। भनेको हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी खोल्दाखेरि हाम्रो विधानमै स्पष्ट रूपमा हामीले के लेखेका छौँ भने हामीले सक्यौँ भने राज संस्था पनि स्थापना गर्छौँ, हिन्दू राष्ट्र पनि स्थापना गर्छौँ, यो प्रदेश तह खारेज गरेर 2 तहको सरकार स्थापना गर्छौँ
र भ्रष्टाचारीहरूलाई दण्डित गर्छौँ भनेर, दण्डित गर्ने व्यवस्था कायम गर्छौँ भनेर हामीले भनेका छौँ। र त्यो चिज स्थापना गर्नको लागि, त्यो मान्यता प्राप्त गर्नको लागि हामीले संसदमा पनि आफ्नो कुरा भन्छौँ र प्रचार प्रसारमा जान पाउँछौँ, जनतालाई भन्न पाउँछौँ, भेला सम्मेलन गर्न पाउँछौँ। यो संविधानले निषेध गरेको छ मात्र होइन, त्यो व्यवस्थालाई त्यसलाई सुरक्षित गरेको छ र त्यसलाई बन्देज लगाउने खालको कुनै कानुन पनि बनाउन पाइँदैन भनेर भनेको छ। र त्यति मात्र होइन, हामी अझै स्पष्ट हुन जरुरी छ कि जुन संविधानको 274 धारा, त्यस संविधान संशोधन भनेको नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। भनेपछि त्योदेखि बाँकी तपाईँको गणतन्त्र, तपाईँको धर्मनिरपेक्षता, तपाईँको सङ्घीयता त जहिले पनि संशोधन गर्न सकिनेछ भन्ने कुरा त यो संविधानले नै प्रश्न पारेको छ। र त्यसकारण मैले कतिपय साथीहरूले संविधानको पूर्ण खारेजीको कुरा गर्दाखेरि मैले भने यो संविधानमा सबै कुरा नराम्रा छन् भन्ने कुरा होइन। यो संविधानमा भएका कतिपय कुराहरू जो हामीले जोगाएर लानुपर्नेछ। त्यसकारण यो संविधानले दिएको सुविधा अन्तर्गत नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मान्यताका कुराहरू उठाइराखेको छ। हामीले यो संशोधन पेश गर्न सक्थ्यौँ, तर हामीले संशोधन पेश गरेर यहाँ पारित हुँदैन। त्यसकारण हामीले संशोधन पेश गरेनौँ। तर म यहाँ फरक मत राख्न चाहन्छु र सँगसँगै फेरि पनि भन्छु, सरकारले यस प्रकारको निषेधको कुराहरू आफ्नो नीति तथा कार्यक्रममा लेख्नुभन्दा भनौँ राज्य आतङ्क सिर्जना गर्ने खालको, विपक्षी विचारलाई आतङ्कित गर्ने, निषेध गर्ने खालका आफ्नो दृष्टिकोणहरू प्रस्तुत गर्नुको बदला तपाईँको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुहोस् न। अघिल्लो सरकारले भने जस्तो, अघिल्लो सरकारले आशा जगाउने काम गरे कि गरेन, तर प्रयत्न गर्छु भनेर भनेको थियो। आशा जगाउने काम गर्नुहोस्। अहिले यहाँ हामीले फजुल खर्च रोक्न आवश्यक संरचना, अनावश्यक संरचनाहरू खारेज गर्ने भनेर भनेका छौँ। सबलाई थाहा छ, सरकारका नेतृत्व गर्नेहरूलाई थाहा छ, यो सरकारलाई समर्थन गर्ने यो सरकार पक्षका सबै माननीय सदस्यहरूलाई थाहा छ कि यो प्रदेश संरचना अनावश्यक छ भन्ने कुरा। फजुल खर्चको मुख्य कारक भनेको यो प्रदेश संरचना हो भन्ने थाहा छ। प्रदेश संरचना खारेज गर्ने कुरा गरौँ न सबैले सहमतिमा। हामी समर्थन गर्छौँ। यो व्यवस्था अगाडि बढ्दै जान्छ। सबै अटाउने मौलिक व्यवस्था निर्माण गरेर जाउँ। कसैलाई निषेध गर्नुपर्छ भनेर भनेको होइन। अब तपाईँहरू धितो बोर्डको शुद्धिकरण गर्ने भनेर भन्नुहुन्छ। धितो पत्र बोर्डले उहाँ दलाली गरेर बसिराखेको छ। जनताको लगानीमा विद्युतको विकास, ऊर्जाको विकास गर्ने कति 2800 मेगावाट, 28,000 मेगावाटका कुराहरू गर्नुहुन्छ। 2 वर्षदेखि सेयर निष्कासन गर्न नभएर ऊर्जा उत्पादकहरू रुएर बस्नु परिराखेको छ। ऊर्जा उत्पादकहरूले सार्वजनिक रूपमा भनेका छन् 7% कमिसन मागिराखिएको छ। दलालीहरू, बिचौलियाहरू हाम्रो घर दैलोमा आइराखेका छन् भनेर भन्दाखेरि कारबाही हुनु पर्दैन? अनि त्यहाँ अहिले के कुरा भइरहेछ? धितो पत्र बोर्डवालाहरू प्रमाण चाहियो, त्यस्तो प्रमाण कहाँ छ भनेर कमिसन माग्न गएको प्रमाण हुन्छ? प्रमाण के हो? 2 वर्षदेखि सेयर निष्कासन किन रोकेर राखियो, त्यही हो प्रमाण। के प्रयोजनको लागि रोकेर राखेको हो, त्यही हो प्रमाण। अनि यता सैद्धान्तिक हिसाब किताबले कति कुरा लेखाइमा कमी भए पनि अब नराम्रो त कसरी भन्नु र? भ्रष्टाचार निवारण गर्ने, अनावश्यक संरचना खारेज गर्ने भनेको नराम्रो त कहाँ छ र? तर त्यो कार्यान्वयन गर्ने प्रतिबद्धता छ कि छैन? नीति के हो यो वर्ष सरकारको, र त्यो नीति कार्यान्वयन गर्ने कार्यक्रम के हो? प्रश्न आउनु पर्यो, प्रतिबद्धता आउनु पर्यो। नत्र भए म हिन्दुत्वमा विश्वास राख्ने मानिस भएको हुनाले कर्मकाण्डी भनेर भन्दिनँ। कर्मकाण्ड अकारण छैन। कर्मकाण्डलाई विधिपूर्वक गरियो भने
त्यसको माने छ। त्यस कारणले यसलाई कर्मकाण्डी भन्दिनँ, तर यो औपचारिकता पुरा गर्न आएको चिज मात्रै हो। यसले कुनै आशा जगाउन सक्दैन र कुनै आशा जगाउने काम गर्दैन। तपाईहरूले त्यो पाना घटाउने नाममा अल्छी गर्दाखेरि, छोटो बनाउने नाममा बुढी गण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना, जो नेपाल सरकारको प्रथम प्राथमिकता हुनुपर्थ्यो, जहाँ 1 खरबभन्दा बेसी खर्च भइसकेको छ र जसले हाम्रो ऊर्जा क्षेत्रमा कायापलट गर्छ, त्यसलाई प्राथमिकतामै राख्नु भएको छैन। त्यो तपाईको प्राथमिकतामा छैन। हामीले, तपाईले यहाँ भन्नुभएको छ वैदेशिक रोजगारीमा रहेका युवाहरूको रेमिटेन्सलाई, विप्रेषणलाई चाहिँ ऊर्जा क्षेत्रमा प्रयोग गर्ने भनेर भन्नुहुन्छ। हामीले धेरै अगाडि पूर्वको अत्यन्तै कम लागतमा र छिटो निर्माण हुने 2 विद्युत आयोजनाहरू, ताप्लेजुङको सिम्बुवा र घुन्सा विद्युत आयोजना, वैदेशिक रोजगारमा रहेका युवाहरूलाई लगानी गर्न दिने, शेयर सुविधा दिने भनेर भनेको, त्यो आज कहाँ अल्मलिएर बसेको छ, कहाँ बास बसिराखेको छ। तपाईले निर्णय गरेका कुराहरू, अगाडि बढिसकेका विषयहरू कार्यान्वयन गर्ने दिशातर्फ नजाने र अक्षरहरूमा विगतकै जस्तो लेख्दै जानेले मात्रै कुनै परिणाम दिन सक्दैन। हामीले दूरसञ्चार क्षेत्रलाई चाहिँ नि नवीनतम प्रयोग अथवा नवीनतम प्रविधिको प्रयोग मार्फत गुणस्तरीय बनाउने भनेर भन्छौँ। टेरामक्स प्रविधि लागू गर्न कति वर्षदेखि रोकिएको छ? टेरामक्स खरिद प्रक्रियामा भएको अनियमिततामा न कारबाही हुन सकेको छ, न त्यसलाई खारेज गरेर अर्को प्रविधि ल्याउने काम भएको छ। त्यो प्रविधि नेपालमा नल्याउँदाखेरि अहिले हामीले लिइराखेको दूरसञ्चार सुविधा त्यो गुणस्तरीय छ कि छैन, हाम्रो जति पैसा काटिनुपर्ने हो त्यति काटिएको छ कि छैन, त्यो नियामक निकायसँग त्यस प्रकारको नियमन गर्ने कुनै विधि छैन। र यहाँ लाख करोड र अरबको होइन, खरबौंको राजस्व तलमाथि भइराखेको छ। यसतर्फ तपाईको यसमा कुनै चाहिँ नि दृष्टिकोण पनि छैन, कुनै प्रस्ताव पनि छैन। अब राम्रो बनाउने भन्ने मात्रै लेखेको कुराले मैले भने न आशा जाग्छ न विश्वास जाग्छ। बैंक वित्तीय समस्याले पीडित मानिसहरूका समस्या कसरी समाधान हुन्छन्? आज लाखौं मानिसहरू सहकारी बैंक वित्तीय समस्याका कारण आत्महत्या गर्न र घरबारविहीन हुन विवश छन् अथवा सडकमा छन्। उनीहरूको समस्या कसरी सम्बोधन हुन्छ? उनीहरूलाई कसरी राज्यले सम्बोधन गर्छ? यसको ठोस नीति कार्यक्रम के हो? यो वर्ष कति उद्योग धन्दाहरूको स्थापना हुन्छ र रोजगारमूलक उद्योग स्थापना गर्ने मानिसहरूलाई राज्यले के सुविधा दिन्छ र देशमा कति रोजगारी वृद्धि हुन्छ भन्ने कुराको स्पष्ट खाका खोइ। देश ग्रे लिस्टमा छ, त्यसबाट पछाडि फर्कन गर्नुपर्ने कामहरूको सूची खोइ। सम्पत्ति शुद्धिकरणतर्फ हाम्रो प्रतिबद्धता खोइ। आओस् न, मैले त यही उभिएर भनेको छु, सबभन्दा पहिले नेताहरूको सम्पत्ति जाँच्नुपर्छ। भ्रष्टाचार गाउँमा बस्ने मानिसले गर्ने होइन, नेतृत्वमा बस्ने मानिसहरूले गर्ने हो। मैले अस्ति पनि भर्खरै पनि भनेको छु कि मान्य सदस्य समय सक्यो। भ्रष्टाचार नेताले गर्ने हो, तर छानबिन र कारबाही कसले गर्ने? अख्तियार र अदालतले। अख्तियार र अदालतमा को बसेका छन्? नेताले नियुक्ति गरेका मानिसहरू छन्। त्यसकारण प्रतिबद्धता आओस्। सम्पत्तिको छानबिन हाम्रो पार्टीको नेताहरूबाट सुरु हुन्छ, सरकारमा बसेका नेताहरूबाट सुरु हुन्छ
भनेर प्रतिबद्धता आओस्। अब यस प्रकारका भ्रष्टाचारका कुनै गुन्जाइस हुँदैनन् भन्ने प्रतिबद्धता आओस्। मैले त के भनेको छु, यो संसदमा रहेका दलका नेताहरूबाट छानबिन गर्ने हो भने सबभन्दा पहिले मेरोबाट होस्। तर यस प्रकारको प्रतिबद्धता आओस् अनि तपाईँको व्यवस्थाप्रति आशा जाग्छ, अन्यथा तपाईँको व्यवस्थाको विरुद्ध हामी लडिराख्छौँ र जनताले चाह्यो भने यो व्यवस्था परिवर्तन हुन्छ। धेरै धेरै धन्यवाद।